हेलो एभ्रिवान, मेरो सानो ब्लगमा यहाँहरूलाई स्वागत छ। हामी चाहिँ नयाँ वर्षको दिन पारेर सुन्दरीजल घुम्न गएको थियौँ। मम्मी, दाई, भाउजू, भाइ बुहारी र मेरो सानो बच्चाहरू र भाइहरू मिलेर यसै गरी हामी घुम्दै घुम्दै गएर यो खोलामा बस्यौँ अनि अलिअलि फोटोहरू खिच्यौँ। यहाँ मेरो भाइ चाहिँ अब यहाँबाट जम्प गर्छ अरे है। कति रमाइलो। यसै गरी हाम्रो सानो ड्राई पिकनिक पनि थियो अनि हामी यही ठाउँमा बसेर खानालाई तयारी गर्दै थियौँ। त्यतिन्जेल उनीहरू फोटो भिडियो खिच्दै थिए, म पनि थोरै भिडियो बनाउँदै थिएँ। कति मिठो मिठो खानेकुरा छ यहाँ, सबैजना मिलेर खाइरहेछौँ। उहाँ चाहिँ मेरो भाइ बुहारी। मम्मीले ड्राई पिकनिक खाँदै हुनुहुन्छ यहाँ। सबैलाई पस्किएर लास्टमा आमाको माया भनेको नै यही हो। पहिला आफ्नो बच्चाहरूलाई सबैजनालाई दिनुहुन्छ र लास्टमा आफू खानुहुन्छ। भाडा पर्लाई मनपर्ने मान्छेलाई ल भाडा फेरि थपिया छु मैले लु। अब चाहिँ सबैजनाले खाना खाइसकेपछि बुहारीले भाडामा चाहिँ अनि त्यसपछि मेरो छोरी छोरा भाइहरू चाहिँ यहाँ पानीमा खेलिरहेका छन्। फोटो भिडियो पनि खिच्दैछौँ हामी। यसै गरेर रमाइलो भइरहेको थियो। हेलो म्याम, हजुरको कहाँसम्मको यात्रा होला? अनि आउँदा झोला चाहिँ ठिकै थियो, जाँदा त पुरै ड्यामेज भएछ त है। बिचरा थाकेछ हो। यसरी नै हाम्रो घुमघाम चाहिँ यहाँ नै सकियो। रमाइलो भएको थियो त्यो दिन चाहिँ। फेरि पनि यसरी नै फेरि घुम्न जानेछौँ मौका मिल्यो भने। यसै गरी हजुरहरू पनि मेरो भिडियो हेरेर साथ दिनुहोला। धन्यवाद।